बाहुने हाम्रो चाहिँ अहिले बाहुनेतिर गेम हुँदैछ। यहाँ बाहुने क्लब पुष्पाञ्जली टोलमा आजदेखि गेम हुँदैछ है। हजुरहरूले हेरेर यसो मनोरञ्जन गर्नुहोला हजुरहरू। हाम्रोतिर यो बाहुनेमा यही हो। हाम्रोतिर घरहरू यहीँ छ। दर्शकहरू धेरै छैनन् हो, फर्स्टचोटि आज भएको गेम। अनि यतातिर छैनन् मान्छेहरू सब उतातिर छन्, सबै उतातिर छन्। यतातिर चाहिँ छैनन् मान्छेहरू, उतातिर चाहिँ छन्। तर हेरेर मनोरञ्जन लिनु होला। बाहुने क्लब पुष्पाञ्जली टोल बेलबारी 10 आजदेखि गेम सुरु भएको छ। मैले हाफको भिडियो अगाडि हालिसकेको छु है त। हजुरहरूलाई यसो हेरेर मनोरञ्जन लिनु होला हजुरहरूले। यहाँ चाहिँ फलो भएछ अहिले। धरान दम्मकलाई लडाएर फल भयो। ए हो हामीले अब त्यही त हो नि, मनोरञ्जन यसो हेरेर कलेज जित्छ मनोरञ्जन गर्ने हो। दर्शकहरू चाहिँ उतापट्टि चाहिँ हुनुहुन्छ सबैजना। आज फर्स्ट टाइमबाट होला थोरै कम्ती आउनुहुन्छ सबैजना। भोलिदेखि बढ्नुहुन्छ होला मान्छेहरू धेरैजना। यतापट्टि चाहिँ छैन कोही पनि, अहिले 2-4 जना यसो 8-10 जना हुनुहुन्छ। र पनि हजुरहरूले यसो हेर्नु होला। बाहुने क्लब पुष्पाञ्जली टोल बेलबारी 10 नगरपालिकामा आजदेखि गेम भइरहेको छ। आज सुरुवात हो। धरान प्लस झापा हो, तर पनि झापा चाहिँ सेतो कलरमा हुनुहुन्छ भने निलो कलरमा हुनुहुन्छ धरान। दुईजनाको आज प्रतिस्पर्धा छ। अघि आफभन्दा अगाडि चाहिँ झापाले 2 हान्नुभएको छ, धरानले 1 हान्नुभएको छ। र पनि दुईको खेलमा छ अहिले स्थानमा। हजुरहरूले अब मनोरञ्जन गर्नु होला। 2-1 छ, झापा 2 र धरान 1 छ अहिले। मलाई पनि आशा लागेको छ धरानले पनि फेरि पनि थप्ने छ, 1 गोल भन्ने आशा छ। हेर्दैछु कसले जित्ने छ। अब त्यही हो, आफ्नो भाग्यको खेल हो। कसैले भन्दैमा हुँदैन र भन्दैमा टर्दैन। येलो कार्ड पाइसकेको छ। कसले पायो भन्ने कुरा चाहिँ अब यहाँ हेर्नु पर्ने हुन्छ, कसले पायो भने। यहाँ चाहिँ येलो कार्ड धरानले पाएको छ। येलो कार्ड चाहिँ है, यहाँ धरानले पायो येलो कार्ड। हजुरहरूलाई मनोरञ्जन गर्नुको लागि यसो हेर्दै हाम्रो पनि सानो युट्युब च्यानल छ, यसमा सब्सक्राइब गर्नु होला है त। किनभने जानी अनजानीमा यसो थोरै कहिलेकाहीँ गल्ती भयो भने माफ पाऊँ है। धरानले हान्छ भन्ने अझै पनि आशा छ मलाई। यहाँ 1 गोल चाहिँ अझै पनि प्रतिस्पर्धा गर्न सकेन धरानले। एउटा कोर्नरमा लगेर पनि सेभ गर्न सफल भयो झापाको मान्छे। तर धरानको मान्छेहरू सबैजना राम्रो छ गेम धरानको पनि आज। ल झापाको मान्छे 10 नम्बर हुनुहुन्छ यहाँ, एकदम क्लियर गर्नुभयो 10 नम्बरले आज। हजुरहरूलाई यसो देखाउनुको लागि यसो मनोरञ्जन त्यही त हो। हामी गाउँ छिमेक टोल छिमेकमा बसेर आफ्नो ठाउँमा बसेर यसो भिडियो गरेर मनोरञ्जन गर्दै
हिँडिरहेको छौँ। हेर्नु होला दर्शकहरू सबैजना है। उतापट्टि चाहिँ हुनुहुन्छ अलिअलि। आज त त्यो फर्स्ट टाइम भएर होला सबैजना, फर्स्ट टाइम भएर होला, थोरै फर्स्ट टाइम भएर होला अलिकति आज सबैजना साथीहरू हेर्ने दर्शकहरू कम्ती हुनुहुन्छ आज। यतापट्टि त हुनुहुन्न, उतापट्टि त सबै भरुभर छ, तर यतापट्टि अलिक कम्ती हुनुहुन्छ। आज फर्स्ट टाइम पनि भएर होला, त्यही भएर पनि हो। हजुरहरूलाई सकेसम्म राम्रो भिडियो देखाउनेछु यो धरान भर्सेस झापाको लागि। धरान भर्सेस झापा आज खेल भइरहेछ। अगाडिको हाफ भिडियो हालिसकेको छु, बोलेको थिइनँ, तर आज सेकेन्ड भिडियोमा बोल्दैछु झापा भर्सेस धरान। तर झापाको 2 भएछ भने धरानको 1 छ। अहिले यहाँ रेफ्री जाँदै हुनुहुन्छ, यता कुदै हुनुहुन्छ। ल प्रोसेस जारी छ धरानको पनि। 8 मिनट भइसकेको छ गेमको, सेकेन्ड हाफदेखि 8 मिनट भयो, हुन लागिसक्यो। र पनि धरान भर्सेस झापा, झापा 2 छ भने धरान 1 छ अहिले। र पनि धरानले प्रयास गरिरहेछ गोल लाउनको लागि। किपर आफ्नो पोजिसन छोडेर पर पुगेर पनि आफूले जित्ने महसुस गरेर चलिरहनु भएको छ। बिस्तारो बिस्तारो 13 नम्बर हुनुहुन्छ झापाको भने 29 नम्बर हुन्छ धरानको। गोलेको महसुस धेरै हुनेछ, तर पनि प्रयास गर्दै हुन्छ झापालाई पेल्नुको लागि। धरानको खेलाडीहरू यहाँनिर सपोर्ट दिएर बिस्तारै खेल्नु होला। हजुरहरूले जसले जिते पनि राम्रो हुनेछ यो खेलमा। हात्तिनु हुँदैन खेलमा, हार जित सबैको हुन्छ। र पनि नहात्तिकन यसो आज हारे त भोलि जितिन्छ। फर्स्ट टाइम आउनु नि, फर्स्ट टाइम हो। आउट भएको छ अहिले। गर्नु गोलको बारेमा त गोल त यही हो, आफ्नो गोलको आँखा हुँदैन, त्यही हो। तर धरान भर्सेस झरेर खेले पो हेत्तेरिका हो साथीहरू यार। ठोको गोल, ठोको 1। झापाले धेरै पेलिरहनु भएको छ यहाँले गेमको लागि। 1 र 2 छ, झापा 2 धरान 1 छ। र पनि भरोसा छ लास्ट टिम 1 लाउँछ भन्ने। तर हेरौँ भाग्य कसको, गोलको आँखा हुँदैन। अब हेर्ने हो कसले हान्छ। अब आउट भएछ गोल अहिले। झापालाई पेल्न सकेको छैन धरानले, 2 र 1 छ। हाम्रो भाउ नै पोसन्जली टोल बेलबारी 10 नगरपालिकामा गेम भइरहेछ अहिले। कसको जित हुन्छ आज थाहा छैन। झापा 2 भर्सेस धरान 1 छ। तर पनि अब समस्या अब त्यही हो, अब कसले हान्छ भन्ने कुरा त थाहा छैन अहिले। गोलको आँखा हुँदैन, त्यही हो।
ल ल ल ल ल ल ल ठोको ठोको एक एक ठोको एक ठोको मेरो मोबाइल चाहिँ नफुटाउँ है साथी हुँदैन हुँदैन ठोक 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 गोल गोल भएन आउट हुन बच्यो धरानको किक थियो तर गोल आउट हुन पुग्यो यसमा भोलिको खेल लेटाङ फुटबल क्लब लेटाङ भर्सेस कुसुमे सैनिक क्लब किरामारी बीच हुने छ। ल थ्याङ्क यू त्यति भनिदिएकोमा धरानले आएन ठोको ठोको बाह्र 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 एक गोल अहिलेको मौसम यस्तै छ खाली फुटबल मात्रै देखाउनु पर्नु होला दर्शकहरू पनि छैनन् दर्शकहरू आजको फर्स्टचोटि गेम भएको दर्शकहरू उताबाट चाहिँ उहाँबाट चाहिँ भरिनु भएको दर्शकहरू चाहिँ यता हुनुहुन्छ है उतापट्टि चाहिँ मेन बाटोतिर तर यतापट्टि चाहिँ हुनुहुन्न खाली मैदान छ यतातिर सुरु भएर होला आज धरानले प्रयास गर्दै हुनुहुन्छ गोल हान्नुको लागि तर अफसाइड हुन पुग्यो अहिले धरानको खेलाडीमा मेरो पनि साथीहरू थियो 2-3 जना कता पुगे यहीँ थिए खै यहाँ छोटाको हातमा कहाँ पुगे तपाईँलाई जति सक्दो राम्रो यसो भिडियो देखाउन चाहन्छु र पनि कुनै भिडियोमा थोरै कम्ती भयो भने माफ पाऊँ हजुरहरूलाई देखाउन सकिनँ भने र पनि सकेसम्म र भएसम्म राम्रै गराउँछु आजको खेलको म्यान अफ द म्याच हामीलाई सौजन्य गर्नुभएको छ बेलबारी 10 भाउने निवासी सोमबहादुर तामाङज्यूले। धरानको यसो गोलको प्रयास छ अझै पनि चान्स छ गोल हान्न सक्नुहुन्छ हजुर ल आउट जान गयो तर पनि प्रयास राम्रो थियो धरानको खेलाडीको र पनि गोल गर्न सक्नु भएन 2-1 मा चलिरहेछ झापा भर्सेस झापा 2 भने ल रेफ्रीले सम्झाइरहनु भएको छ किपरलाई तर किपरले मान्नुभयो त्यो प्रयास राम्रो छ अहिले पनि धरानको धेरै खेलिरहनु भएको छ तर पनि झापा पनि कम छैन 2-1 छ झापा 2 छ भने त धरान 1 छ अहिले पनि तर पनि खेलिरहनु भएको छ मारो मारो ल आउट हुन पुग्यो गोल अहिले झापाले आउट हान्नुभयो हजुरलाई जति सक्न सक्छु म क्लियर देखाउँछु गोल सबैको खुट्टामा परेको
घुमाउँदै भए पनि क्यामेरा यसो हजुरहरूले पनि मनोरञ्जन लिनु होला हेरेर यसलाई फल भएछ यहाँ है धरानकोले फल गर्नुभयो झापालाई खुट्टामा हानेर र पनि प्रयास जारी छ हजुरहरूलाई सकेसम्म र भएसम्म मैले फुलै भिडियो हजुरहरूलाई अपलोड गर्ने छ युट्युब च्यानलमा माया गरिदिनु होला मेरो पनि सानो म पनि सानो एउटा युट्युब च्यानल ब्लग गर्ने मान्छे हजुरहरूलाई यसो मनोरञ्जन गर्नको लागि पुष्पाञ्जली टोल भाउने बेलबारी 10 नगरपालिकामा भइरहेको यो ज्ञानलाई हजुरहरूलाई यसो मनोरञ्जन गर्नुको लागि यसो भिडियो गरेर देखाइरहेछु मैले पनि हजुरहरूले पनि माया गरिदिनु होला साथ सपोर्ट दिनु होला हजुरहरूलाई जतिसम्म हुन्छ मैले भिडियो हजुरहरूको माझ पुर्याउने छु यो भिडियो जति सक्छु त्यति हजुरहरूलाई भएसम्म गर्नेछु निराश बनाउने छैन गेम सुरुवातदेखि अन्तिमसम्म हजुरहरूलाई भिडियो देखाएर म देखाउने छु हजुरहरूलाई यो भिडियो चाहिँ आजको सुरुवात हो यो चाहिँ भिडियो सुरुदेखि फाइनलसम्म हजुरहरूलाई म देखाउने छु यो म्याच है तर लास्टमा चाहिँ यहाँ आउट जान पुग्यो र पनि झापाले सेभ गर्न पुगेको छ अहिले पनि सेभ भन्दा पनि माथि पुग्यो यहाँ पनि स्कटिङ भइरहेछ यहाँ डिस्कस भयो भइरहेछ किपर र यहाँ रेफ्रीको अहिले पनि तर पनि गोल किपरले फालेको कारणले गर्दा डिस्कस भयो हेर्नु होला यहाँ प्रत्यक्ष तर त्यसरी गोल फाल्न नपाउनु पर्ने हो किपरले चाहिँ सायद नभए पनि अर्को गोल मागेर बरु गर्नुपर्ने हो किपरको निर्णयले गर्दाखेरि थोरै गल्तीले गर्दा येल्लो कार्ड पाउनु भयो हजुरहरूलाई भएसम्म र हुनेसम्म चाहिँ म देखाउने छु भिडियो गोल चाहिँ अब अझै पनि प्रयास छ धरानको एक गोल हान्नुको लागि झापा भर्सेस धरान हो आज झापाले 2 हानेछ भने हाफ अगाडि हाफमै हाफ नभइकन धरानको 2 छ भने झापाको 2 छ भने धरानको 1 छ र पनि चल्दैछ हेर्दै हुनुहुन्छ सबैजनाले भने मैले अपलोड गर्नेछु यो सबै भिडियोहरू हजुरहरूलाई पुरै भिडियो हेर्न सक्नुहुन्छ यहाँनिर मलाई पनि साथ सपोर्ट दिनु होला माया गर्नु होला हजुरहरूले त्यही नै हो हजुरहरूको सपोर्ट बिना केही पनि हुने छैन अहिलेसम्म किनभने हजुरहरूको माया भयो भने म पनि साथ सपोर्ट लिँदै हजुरहरूलाई यस्तै भिडियोहरू हाल्दै जानेछु नयाँ नयाँ भिडियोहरू फल हुन पुग्यो यता झापाले फल गर्नुभएछ धरानको किक छ यहाँ सम्भावना छ गोल हाल्नुको लागि यहाँ अझै पनि झापाले क्लियर गर्न सक्नुभयो त्यसै कारणले गर्दा सेफ हुनुभयो अझै पनि चल्दै हुन्छ झापाको आउट छ अहिले यहाँ हेर्न सक्नुहुन्छ झापा भने सेतो जर्सीमा हुनुहुन्छ भने निलो जर्सीमा धरान हुनुहुन्छ अहिले पनि झापा सेतो जर्सीमा हुनुहुन्छ भने धरान निलो जर्सीमा हुनुहुन्छ सेतो जर्सीको झापाको 2 छ भने धरानको 1 गोल छ सेतो जर्सी झापा भने 2 मा अहिले हाफ अगाडि गोल गर्न सफल हुनुभएको थियो
अहिले धरानका खेलाडी एकजना चेन्ज हुन खोज्दै हुनुहुन्छ, यहाँनिर देख्न सक्नुहुन्छ। एकजना धरानका खेलाडी हुनुहुन्छ, चेन्ज गर्न सक्दै हुन्छ। नम्बर त मैले देखिनँ, जर्सी नम्बर है। त्यही पनि परबाट लाइभ गरेर पनि हजुरहरूलाई यसो भन्दै साथ सपोर्ट दिँदै चल्दैछ। हजुरहरूको माया मलाई पनि चाहिन्छ, मेरो माया हजुरहरूलाई चाहिन्छ है। झापाको खेलाडीलाई घाइते बनाइदियो धरानका खेलाडीले, र पनि फ्री किक पाउनु भएको छ। झापाका खेलाडीले पनि सिकिस्ता हुनुभयो, यसलाई थोरै समय चाहिए जस्तो लाग्यो। यहाँनिर थोरै प्रब्लम भयो जस्तो लाग्यो झापाका खेलाडीलाई है। भोलिको खेल लेटाङ फुटबल लेटाङ भर्सेस कुसुमे साइनिङ क्लब पानी लिएर आउँदै हुन्छ हाम्रो साथीहरू। आजको खेलको म्यान अफ द म्याच हामीले स्पोन्सर गर्नुभएको छ बेलबरीदास भाउने निवासी सोमबहादुर तामाङज्यूले, उहाँलाई धेरै धन्यवाद दिन चाहन्छौँ। बाहिर निकाल्दै हुन्छ यो खेलाडीलाई, हेर्न सक्नुहुन्छ आफ्नो साथी, हाम्रो साथीले। रेफ्रीको लागि बाहिर निकालिदिनु भयो। ल कर्नर हुन पुगेको छ है अहिले। ल लास्ट गोल कर्नर, ड्याममै हानिदिने गोल, गोल हानिदिनुपर्छ सोल्टे। गलेको हुनुहुन्छ होला, गोल चाहिँ ड्याममै हानिदिइहाल्ने हो। कर्नर हान्दै हुन्छ 7 नम्बरले, र पनि हेर्नु होला यहाँ गोल हान्यो। गोल 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 आउटो बनाउनु भयो साथीहरूले त। गोल हानिदिनु भनेको आउटो बनाउनु भएछ, म त गोल पो हुन्छ भनेको त आउट भयो। दुई र एकमा चल्नु भएको छ, अब के गर्ने त। मच्छर पनि फेरि नेपालमा मच्छर त फेरि कति आउँछ थाहा गाह्रो छ यहाँ। राति भएपछि 6 बज्नु लागिसक्यो, 5:30 भयो होला। ल आउट हुन पुगेर पनि गोल त हान्नुपर्ने हो धरानले गोल त लास्टमा, तर खै प्रयास त छ, तर पनि खै के गर्ने हो। कसको झापाले पायो फेरि फ्री किक। गेम पनि सकिने बेला हुन लाग्यो। अब लास्ट अन्तिम चरणमा होला गेम, 5 मिनट 6 मिनटको फरक छ। अब अन्तिम चरणमा पुगिसकेको छ। झापा 2 छ भने धरान 1 मा छ अहिले। दोस्रो खेलमा 4 मिनेट अतिरिक्त समय थप गरिएको छ। 4 मिनट छ अरे अब है, माइकबाट पनि हेर्नुभयो, हामीले गर्नुभन्दा पनि अब पनि
गोल चाहिँ धरानले हाल्नुपर्ने हो एक गोल चाहिँ। क्लियर हुँदैछ धरानको पनि प्रयास जारी छ। गोल हान्नुको लागि प्रयास जारी छ। किपरले सेभ गर्नु सफल हुनुभयो अहिले पनि। आउट हुन पुग्यो। किपरले हानेको गोल भने धरानको आउट गोल प्रयास भएर पनि जन्म छ अब जति पनि। दुई वर्ष झापाले लिने गर्छ भन्थे हो कि क्या हो। ठोको ठोको लास्टमा एक गोल ठोको मार्नुपर्छ गोल क्रस कर आउट 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 नम्यान पालीलाई पेलो 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 4 मिनट छ 4 मिनटमा हानु गोल। हाम्रो मैदान चाहिँ यही है। हाम्रो भाउने फुटबल क्लब बेब्रारी 10 नगरपालिका पुसन्जली टोल। अब 2 मिनटको समय सायद होला। के भएर खेलाडीलाई थोरै गाह्रो भयो जस्तो लागेको थियो पर एकछिन स्टप भयो जस्तो भयो। कति नम्बर निक्लिनु भयो त्यो पर त जर्सी देख्न सकिनँ तर एन्ट्री चाहिँ 2 नम्बरको भएको छ है।
ल गेम सकिएको छ है अहिले चाहिँ